Hello guys, good evening. Today we are here outside in Alsaru's Park to get together अनि BBQ गर्नको लागि. So especially Mayadevi team, हैन? ए मायादेवी खै Mayadevi team अर्को Mayadevi team यता पनि छन्. मेरो नाम रोशनी गुरुङ. So म Mayadevi को BN को first batch. Love you guys. See you again. Hello guys, म चाहिँ Mayadevi को BN को second batch. अनि हामी यहाँ हाम्रो साथीहरुसँग हाम्रो सिस्टरहरुसँग रमाइलो गर्न आएको छौं. डिफरेन्ट आइटम पकाउने, बारबिक्यू गर्ने, अरु आइटमहरु अहिले देख्दै गर्नु है. हामीसँग रहनु होला. नमस्कार, म MPC BN 6 batch. किन आको भनौँ न सिस्टर. हामी आज दिदी बहिनी भेट्न. ओके, रमाइलो गर्न. थ्यांक यू. एक ब्याच चाहिँ छुट्टी ड्युटीमा. ओके, आउँदै हुनुहुन्छ. See you soon guys. See you soon. CBC MTC Okay, thank you. हामी पार्कमा आज बारबिक्यू गरेर रमाइलो गर्न आएको छौं हैन. एमटीसी पनि एट ब्याच चाहिँ ड्युटीमा जानु भयो. एट ब्याच चाहिँ ड्युटीबाट आउँदै हुनुहुन्छ है एमटीसी को. हामी एमटीसी को रियुनियनको लागि आएको छौं बारबिक्यू गर्न पार्कमा. ओके, सी यू अन बार. चिल छ, रमाइलो छ. यो गर्मी कन्ट्री भएको भए पनि हामीलाई रमाइलो लागिरहेछ हैन. अझ मोर इन्जोय गर्न जाँदैछु. भर्खर स्टार्टिङ हुँदैछ. ओके, अहिले हाम्रो बारबिक्यू अरु के आइटम हुन्छ दिदी? एमटीसी र त्यो अहिले बाँकी. अहिले हामी इन्ट्रोडक्टिभ फेजमा मात्रै छौँ हैन. ओके, अहिले खाने बेलामा आउनु होला. हस्, बाइ बाइ. हाम्रो स्पोर्ट कुन चाहिँ हो बारबिक्यू गर्ने स्पोर्ट? हेलो, नमस्ते. नमस्ते. नमस्ते बाबु. गुड इभिनिङ. टेस्टी. मसला हाल्दिम. चटपटेबाट हाम्रो भिडियो चटपटेबाट स्टार्ट हुन्छ हाम्रो बारबिक्यू पार्टी. आजको हाम्रो स्टार्टर भनेको चटपटे है. स्टार्टर हाम्रो चटपटे. यो हो नेपालीको स्टार्टर, नेसनल स्टार्टर हैन. फेमस बनाउने भयो त हो. अब बारबिक्यू त्यहाँ रेडी हुँदैछ. हामी दाजुले गराउँदै हुनुहुन्छ. जता गयो मायादेवी छ युए मा. अब फिलिपिनेले हैन, मायादेवीले भ्याउने हो. लास्ट वीक पार्टीमा हुँदाखेरि पनि अझै ड्युटीमा हुनुहुन्छ उहाँ चाहिँ. इन्जोय गरिराख्नु भएको छ. फोटो खिच्दै मजा आएको छ दिदी. ओके, त्यहाँ हाम्रो चिया पनि रेडी भइसकेको छ. राख्न बाँकी छ. त्यहाँ मकै पनि पाक्दैछ. उहाँ भेनाजुले पकाउँदै हुनुहुन्छ मकै. हामी त खाने पार्टी मात्र त भयो त हैन. Until 7 you entered already, sir? Milna idea. Yes. हाम्रो यहाँ मकै पनि पोल्दैछौँ हामीले. Barbecue. के छ नि?
खै चिया 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 सेलायो भने मिठो हुन्न आइसक्यो हजुरको ए मकै त भइसकेको पो रहेछ ल रेडी है Cheers. Cheers. MTC MTC. Cheers ल फेरि cheers MTC. त्यसरी त भाँचेर रहेछ त्यस्तो करिलो त भाँच्नु त अलिक उस रहेछ यो त छैन पुग्छ यहाँ पेटमा त्यसैमा हुन्छ त्यसलाई छुटाइदिनु न ए यहाँ छ त नि यता नि रहेछ यता नि खाऊ दुई जनाले खाऊ छुटाइदिनु न यो चौरस होस् दिदी चढाउनु दिदी हजुरको चढाउनु चढाइसक्नु भयो दिदीले चढाइसक्नु भयो अरे उता एउटामा ससेज एउटामा कुखुरा गर्नु नि भेरी ससेज यो उर्लाई यो उर्लाई खै कति छ हेरौँ त कुखुरा गर्नु त ससेज छुटाउनु त चिम्टे त्यो चिम्टे अर्को चिम्टे फेरि त्यसमा ओइ सानोवाला चिम्टी थियो त सानोवाला चिम्टे त्यसै गर्न देखेँ मैले ओ यहाँ छ के ससेज हो यो चिकन ससेज नै हो चिकन फ्राई भनेर चाहिँ किन हामी त ससेज भन्छौँ के भन्छ चिकन फ्राई भने फ्र्याङ कसले अरबिकहरूले भन्ने हो अरबिक इङ्ग्लिस सबै गोराहरूले खान्छ हामीले त श्रिम प्रान भन्छ के यहाँ श्रिम भन्छ प्रान अझै बनाइदिनु के है कति खाने हो हामी दुईजनाले यत्रो खाने हो सबैले होला नि यो खाने त हामी एउटा खान्छौँ के रे हामीले एउटा खान्छौँ के रे अरू त्यस्तो हाम्रो गल पल खाने हामी एउटा यो भेजिजहरू पनि खाने होला हाम्रो चुकाउने दिदी हाम्रो चुकाउने के भयो ढुकुले म त ढुकुले सुनेको ढुकुले चुकाउने केमा खाने हो त चुकाउने के चुकाउने छ त खाइजा अरे आऊ खाऊ खाना आऊ यहाँ मात्र छैनौँ त्यो चोकमा पनि त्यो स्पोर्टमा पनि बार्बिक्यू हुँदैछ यता पछाडि पनि भइराखेको देखेँ थिएँ त्यहाँ पनि भइराखेको छ त्यो एरियामा पनि हाम्रो स्पोर्ट यो हो होइन लगभग हाम्रो आइटेमहरू सिद्धिन लागेको छ अब छ चोचेको पालो चोचे चाहिँ हामीले खाँदैनौँ ल अलिक सेपरेटली राख्न पर्यो चोचे जसले खाँदैन उसले चोचो गराएर बसेछ चोचे खानेको अरे कति रहर गर्नुभएको छ होइन फोटो नै हो ल हामी सेपरेट गरौँ हामी प्लास्टिक पनि सेपरेट गरौँ के जान्छ उतैतिर यतै एक साइड त्यहाँदेखि त हाम्रो घरमा जानु हिँडेर 50 मिनट पर्न लाग्छ म जाँदा मेरो बुढाले हो त्यहाँदेखि मैले साथीहरूलाई सबै त्यहाँदेखि त जान्न चिसोको पनि बुमराङ गराएन है नामले अब त भयो अस्ति मिसाइदिने त्यसै त्यही भिडियो मिसाइदिने मेरो झन् फोटो कति दिउ छ थुप्रेर बसेर राख्ने उसै छैन
पराले बहिनी तिम्रो दिदी यस्तै स्लो छ आउँछ कि आउन त आउँछ ढिलै आउँछ अस्ति नै राति गर्दिले मैले कमेन्ट गर्छु भनेको यहाँ कसैले हटाउँछ दसैँको अहिलेसम्म आएन आज राख्छ ल ल माइरो ग्याङ भएर कसो गर्नु फर्स्ट ब्याच सेकेन्ड ब्याच आज अलि ट्रेलर दिन आज ट्रेलर दिन पर्ला अनि भोलि चाहिँ हैन मैले त टिकटकमा अलिकता राखेछु के रे त्यही टिकटकमा त सबै छैन टिम माया देवी अलवेज के भयो मलाई आज भोलि तिम्रै सपना बेला साँझ परेको बेला भन्दै साँझ Party finish, barbecue finish, tired. चलो कतिको इन्जोय गर्नुभयो दिदी म गर्छु too much fun too much fun एकदम मजा आयो ओके थ्यांक यू भेरी मच सबैजनालाई लभ यु अल सबभन्दा थ्याङ्क यू त कसलाई दिनुपर्छ हाम्रो भगवती सिस्टर जसले चाहिँ सबै कुरा एरेन्ज गर्नु भएकोमा जुन चाहिँ युएको सबभन्दा पुरानो एक्सपिरियन्स जे कुरा पर्दा पनि उहाँलाई नै सोध्नु पर्ने हामीले केही अप्ठ्यारो पर्यो भने रजिस्टर्ड नर्स केही अप्ठ्यारो पर्यो भने तँ भगवती सिस्टरलाई सोधे पुग्छ हामीलाई होइन होइन त दिदी एकदम हो सही हो 110%। ऊ यहाँ बहिनीले पनि जहिले पनि रिकमेन्ड गर्ने भगवती सिस्टरलाई सोध्नु न भन्दै म पनि सोध्छु उहाँलाई सबै कुरा थाहा हुन्छ उहाँलाई सोध्नु न भन्दै भन्छ आएको छ यो त 16 प्रो म्याक्स हो नि त 17 पनि आइसक्यो यो त पुरानो भइसक्यो अब हामी जान लागेको छौँ अब घर घर गएर पनि पार्टी गर्ने हो कि त्यत्रो एनर्जी छैन सिस अब आजको लागि यति थ्याङ्क यू होइन आएको छ भन्नाले चलाउनलाई ल हामी यहाँसम्म गइन्छ
यस्तो भयो बार्बिक्यू भयो बार्बिक्यू पार्टी भयो इट वाज टु गुड असम ओके कतिको रमाइलो भयो त दिदी कतिको रमाइलो भयो साथीसँग रिफ्रेसमेन्ट भयो कति वर्षपछिको रिफ्रेसमेन्ट लाइक Now we are going back to our accommodation. अलिक मेरो लेन्स ठुलो भयो मैले पनि मासुहरू खाए जस्तो छ कति हाम्रो खानु पनि खानु पर्यो त्यति यो छोप्नु थाहा छ झोला झोली बोकेर आइदिएको छ कता कता के अरे उस पनि गाजर साजर पनि के गाजर पनि लगाएर म त केही पनि नलाएको मेरो केही पनि नलाएको लुक्स हेर्नु त्यही भएर अनि गाजर मात्रै गाजर त्यही भएर राम्रो देखिन हुँदो रहेछ हतार अर्ग्यानिक हो साथीहरू नेचुरल हो जस्ट यो मात्रै गाजर मात्रै यस्तो लाग्यो ल Still not tired, right? Yes. Still not tired. Yes, we can enjoy another party after so long time. Post party, bulri, यो झोली, यो shawl, खाली बोतल बोकेर हामी आउने हामीसँग छ अझै बाँकी फेरि गर्न पनि सक्छौँ के गर्नु एकोमोडेसनमा हल्ला गर्नु भएन होइन अब हाम्रो एकोमोडेसन आयो यो हो हाम्रो एकोमोडेसन अब यहाँ आएपछि यहाँ आएपछि सुतिरहेछौँ त्यस्तो भयो आज हाम्रो पवित्र म्याडमले हुनुहुन्छ धन्यवाद छ party tonight. त्यति नै राम्रो देखेको छ राम्रो मान्छे राम्रो आर्टिस्ट